सिङ्की बनाउने प्रोसेस इज स्टिल गोइङ अन। अन्त मैले चाहिँ यो ग्रेड गरेर चाहिँ यतिको भइसक्यो हो। अब 1-2वटा रहेको छ, त्यसलाई चाहिँ मजाले यसको पानी यसरी निचारेर चाहिँ भट्टामा हालेर राख्नुपर्छ। यति गर्नुहोस् होला यो भिडियो। यसलाई ग्रेड गरिसक्यो। ग्रेड गरिसकेर चाहिँ यसलाई यसरी निचारेर पानी निकाल्दैछु। अन्त यो चाहिँ एउटा सिङ्की बनाउने प्रोसेस। यसको पानी चाहिँ मजाले निचारेर बाहिर फ्याँक्नुपर्छ। भयो। अब चाहिँ यो बट्टामा हाल्नु आँटेको चाहिँ लगाइसकेको छु। खासमा चाहिँ यस्तो आधी चाहिँ हुनु हुँदैन, बडी नै हुनुपर्छ। तर मेरोमा चाहिँ अब यति नै भयो होइन। तर पनि के छैन, म यसलाई मजाले टाइट गरेर बाँधेर राख्छु। यसलाई चाहिँ मजाले थिचेर राख्नुपर्छ। यसको